नाना मेरो मेरो निनी काइदीको छोरी भन्नु। काइदीको छोरी म को हो? मेरो मामाको छोरी, मेरो कुमारी बहिनी। हामी लगभग 40 वर्ष पछाडि भेट्यौँ हो। अनि भयो 40 भन्दा पनि धेरै नै हामी भयो। यत्रो सानो देखेको मैले। अनि सानोदेखिको अब अहिलेसम्म कति वर्ष भयो भनेर अब हिसाब किताब गर्नै पर्छ। आमा र बाबु मरिहाल्यो, हामी जान्दैनौँ के गर्नु, भगवान दाइ जान्दछ। अनि भेट गरे भगवानले, आमा बाबुको धर्म थियो, भेट भयो, चेली माइतीको धर्म थियो, भेट भयो। अब बाबा आमालाई हामी धन्यवाद दिनुपर्छ अनि एकदम मनदेखि। यो किचन हो, कान्छा भाइको हो, कान्छा भाइको काइली निनीको छोराको कान्छा भाइको। यता बाहिर कुखुराहरू पनि पालेको छन्। मेरो जस्तै स्नेक प्लान्ट पनि रहेछ। यहाँ चुला, कुखुरा काटेको पाल्दा रहेछन्। कुखुराहरू टन्नै पालेका रहेछन्। सुँगुर चाहिँ काटी खाएछन्, खोर मात्रै छ। कुखुराहरू यता बाहिर फेर पनि छ। यो चाहिँ धरान पानबारी यहाँ स्टोर रुम रहेछ टक्क। अनि उता छिमेकीको घर पारी। यहाँदेखि अब यसो ढोकादेखि यता जुत्ता राख्ने हुनै पर्यो। अनि यहाँदेखि अब भित्र उत्तरपट्टिको ढोकाबाट भित्र वासरुम। अनि यहाँदेखि माथि सर्लक्क साइली भर्याङ। अनि बेडको सोफाहरू रहेछ। यो सोफा चाहिँ मलाई धेरै मन पर्यो। यो बेडको उतादेखि लिएको नानी। हजुर, उता बिनागारीदेखि लिएको क्या सोफा नानीदेखि। ए अनि लाउरे रहेछन्, लाउरे। अनि इन्डियन आर्मी यस्तो रहेछ। यहाँ माथि बनाएको तस्बिर, यो फ्रेममा राखेको आर्टिफिसियलहरू धेरै राम्रो। यो भरिले खिचेको। यो यसलाई के भन्छ, सिलाम सागमा भनेर भन्छ। यो तर यो चाहिँ राई लिम्बूको मात्रै हुन्छ भनेको। तर यो राई र लिम्बू दुवैलाई सरबाट चाहिँदो रहेछ। केमा यता बुहारी काइली बुहारी हुनुहुन्छ। अनि यहाँ काइली बुहारी हुनुहुन्छ। यो डाइनिङ टेबल। अब यहाँ अब खाना पाक्दैछ। आज कुखुराको मासु काटेर नानाले काट्नु भएको, अघि काटेको भ्लग बनाउनु भनेको थियो, भिडियो बनाउनु भनेको गयो। यो गुन्द्रुक र भटमासको अचार। कस्तो भयो? अचार एकदम दामी न दामी। अब खानुभन्दा अगाडि यसो अलिअलि चढाएर अनि फेरि यहाँ यसरी खानुपर्छ। बल्ल भेटेको, बल्ल छुटेको। दामी। अब बाहिर फेर अलिकति देखाइदिन्छु। यहाँ यस्तो रहेछ। यहाँदेखिको खुल्ला साह्रै मन पर्यो नानी। मलाई पनि किन्दे कान्छी ठुली भएर यहाँ सँगै बस्नुपर्छ। यहाँ तिमीलाई बल्ल आमा र दिदी बहिनी बल्ल चेली माइतीको छोराछोरी भेट्यौँ। अब सँगै यहाँ बस्नुपर्छ। चौपत्रीतिर नबस्नु। छोड्दिन हो हेर्नु है यहाँनिर छोड्दिन अरे। छोड्दिन अब त मलाई नानाले छोड्दिन अरे, नछोड्ने अरे। अब म त ऊ जस्तो लाग्छ क्या, साह्रै लाग्छ। साह्रै दामी। बोली पनि त्यस्तै छ। कति राम्रो चाहनु के अरे। साह्रै खानेको नतुङ, साह्रै खानेको नतुङ रहेछ। नतुङ के वासो खिम वमा गिम आइज हामीलाई देखेर भागेको।
तर यो कसको मकैबारी हो नि बिल्कुल सप्रेन छ बिल्कुलै यता छिमेकीहरू पानबारी पानमारी 3 कि कति हो पानमारी 3 नको पानमारा मात्र पानमारा कति पनि छ नै पानमारी छ पानमारी छ भन्दो रहेछ साह्रै राम्रो ठाउँ लाग्यो धरान पानमारी छ माइझरको चाहिँ हेर त्यहाँ माइझरको मकै कति राम्रो छ अनि माइजूहरूको त साह्रै राम्रो रहेछ फेरि एकदम खान्नको रहेछ खान्नीको रहेछ खान्नीको रहेछ माइजी माइजुम चाहिँ खान्नीको रहेछ आम माइजू चाहिँ खान्नीको दही मकै रहेछ भोलिपछि अब चामची भोलिपर्सि चामची सेलान चामची बेला अब आमा लो तुप्पा खाता चिका अब सबै थोक चाम त आमा पानमाराको अनि एउटा भाले चाहिँ बिचारा एक्लै भएछ त्यो पनि पोथीले छोडेर बाउ आमा पनि छैन रहेछ मामाको बिचारा एक्लै पोथीले छोडेछ एक्लै भएछ त्यहाँ गाडी पनि कुद्दैछ त्यहाँनिर यहीँनिर हाइवे बाटो रहेछ दामी लाग्यो दामी लाग्यो ल एकदम अब यत्रो 40 वर्षभन्दा कैयौँ दिनहरू पछाडि भेटाएको 40 त बित्यो है हामी त कति वर्ष पुग्यो अरे तिमी अब म नै 53 वर्षको भइ के अरे 52 भनेपछि अनि धेरै 40 वर्ष म नै अब 12-13 वर्षकै थिएँ कि अनि 12-13 वर्षको 7 वर्षको थिइस् होला क्या त्यसै 7-8 वर्षको थिएँ होला त्यतिको थिइस् म चाहिँ 12-13 को थिएँ होला भनेपछि म 61 वर्षमा पुगेँ अनि कति वर्ष पुग्यो त्यसले नै निकाल्छ अनि त 8 वर्षको थिइस् अनि म चाहिँ 12-13 वर्षको थिएँ हो अनि त ठक मेरो मामा यस्तो छ भनेर मैले चिनेँ त याद भयो त कपातिकाको अब म मामाको छोरी उहाँ चाहिँ चेलीको छोरी काइलीको छोरी माइतीको छोरी उहाँ चेलीको छोरी कस्तो संजोगले भेट भएको ल मेरो बहिनी कान्छ्यौ त पछि ए नि लै बारी लै दैव संजोगले भेटियो लै मैले पनि देख्छु हामी त यस्तो रमाइलो पो छौँ त